राखम राखम थाक्नु भएन जाग्न पर्यो लाग्न पर्यो कि थाक्नु भएन थाक्न भन्दा पनि जाग्न पर्यो अब त सामूहिक छलफल गरौँ बरु कसैले के गर्दा ठिक होला हैन अब चाहिँ मेरो मेरो प्रस्ताव है मेरो प्रस्ताव चाहिँ के थियो भन्दाखेरि आज कमसे कम मैले जिल्ला प्रशासन कार्यालयमा पनि सरी जिपर्कमा पनि समन्वय गरिसकेको थिएँ भट्टी पाउने बेलामा चाहिँ कमसे कम 2 जनादेखि 200 देखि 1000 जनासम्म हुन सक्छौँ भने हामी त्यो हुन सफल भइएन यस्तै पाराले हो भने त हामी त अब भोलिको दिनमा चाहिँ लुकेर हिँड्नु पर्ने अनि त्यसपछि इन्ड्राइभले जति पैसा घटाउँछ त्यतिमा जसले गर्न सक्छ गर्छ गर्न नसक्ने अर्को काम खोजेर हिँड्नु नआउला भन्न सकिन्छ 50 जना पनि छैन नयाँ एप्लिकेसन आएर अहिले तत्काललाई हामीलाई भन्नु यो पनि विकल्प होइन किन होइन भन्दाखेरि यति गण्डकी प्रदेशले बन्द गर्नु पर्यो राइड सेयरिङ एप प्रयोगकर्ताहरूसँग फाइन दिएर होइन एप्लिकेसनलाई फाइन लगाएर हुन्छ कि एप्लिकेसन नै बन्द गर्नु पर्यो यतिकै राइडरहरूलाई बाटोमा छेप्ने तैँले इन्ड्राइभ किन चलाइस् भनेर फाइन काट्नु भएन अनि त्यसपछि हामीले चाहिँ अब के गरे चाहिँ भोलि चाहिँ